Hi everyone, हामी आमा छोरी चाहिँ हिँडेको ललितपुर सुनाकोटीतिर बुवाको घरतिर किनभने आज त्यहाँ साकेला छ। सो यो साकेला चाहिँ त्यहाँ बस्ने किराँती समुदायहरू मिलेर मनाउनु हुँदो रहेछ एभ्री इयर। यो वर्ष चाहिँ मैले पनि यसो अवसर पाएँ त्यहाँनिर पार्टिसिपेट हुने। अनि उहाँहरू चाहिँ बाहिर अर्गनाइज गर्नुहुँदो रहेछ प्रायः चाहिँ होइन। तर योपालि चाहिँ पानी परिरहेको भएर चाहिँ फुड स्टल छ नि त त्यहाँ, अनि त्यहाँनिर अर्गनाइज गर्नुभएको छ। यो चाहिँ के हो त, एकदम नम्बर 1 प्रसाद हो आजको। यो नभए चाहिँ अपुरो छ। मेरो चाहिँ डान्स गर्दैछ अनि पुरै प्रसाद खाँदैछु है। हामी चाहिँ चोचेको मासु छँदैछ अभियसली होइन। अनि चामलै यही हो प्रसाद चाहिँ, हामी किराँतीहरूको नम्बर 1 प्रसाद। अनि मनायो त्यहाँनिर थुप्रैजना नानी बाबुहरू पनि थियो, साना साना च्याप्टा बनाउँदैछ किराँती वेशभूषामा सजेर। एकजना चाहिँ खुट्टामा बोकेर कुद्दैछ, त्यो चाहिँ मेरो छोरी हो। अनि ओभरअल त्यस्तोरी मनाएको चाहिँ एकदमै राम्रो लाग्यो मलाई। हरेक ठाउँको किराँती समुदायहरूले चाहिँ यसरी मनाउनु पर्छ जस्तो लाग्छ। जुन अब सहभागी हुन सक्दैन नि, र पनि आफ्नो कला संस्कृति जोगाउनको लागि चाहिँ यतिको चाहिँ गर्नुपर्छ है, यतिको चाहिँ गर्नुपर्छ। उनीहरूले झ्याम्टा बजाउँदैछ, ढोल खुट्टा बजाउँदैछ, नानी बाबुहरूले दौरा सुरुवालमा सजिएको बाबु, नानीहरू छेउमा फुटबल खेलिरहेका छन्। अनि यहाँ चाहिँ हामीले चाहिँ पुरा झ्याम्टा बजाएर नाच्दैछौँ, प्र्याक्टिस गर्दैछौँ हरेक पर्फर्मेन्स गराइदिनुपर्छ भनेर। अब पर्फर्मेन्सहरू हुन लागेको छ यहाँनिर हाम्रो। हामीले प्रस्तुत गर्न लागिरहेका छौँ हाम्रो पुर्खाबाट आएको हाम्रो नृत्य, जसमा चाहिँ हाम्रो सिडीहरू हुन्छ। त्यसले चाहिँ विभिन्न प्रकारको एक्टिभिटिजहरू चलाउँछ होइन। हेर्नु होला दाजु मैले सुरु देख्छ यहाँ। So until next Uboli, happy Uboli guys, see you next year. Oh,